रासोपाले फेर्दैछ विधान, के हुँदैछ नयाँ व्यवस्था। परिवारवाद, नातावाद र स्वार्थको द्वन्द्व निषेध, तीनै तहको उम्मेदवार छान्न प्राइमरी इलेक्सन, सभापतिदेखि निर्वाचित सांसदसम्म फिर्ता बोलाउन सक्ने, पार्टी नेतृत्वमा बढीमा 2 कार्यकाल, पार्टीका सबै कमिटीमा 33% महिला र 33% युवा, समानुपातिक सांसद 1 पटक मात्रै, अपारदर्शी चन्दा निषेध, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्ने, केन्द्रीय समितिको आकार बढ्दै पदाधिकारीको संख्या पनि थपिँदै, केन्द्रदेखि सबै तहमा सल्लाहकार परिषदको व्यवस्था। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम ऐतिहासिक महाधिवेशनको पूर्व सन्ध्यामा आफ्नो विधानमा व्यापक हेरफेरको तयारी गरेको छ। असार 7 देखि 9 गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारीमा जुटेको रासोपाले सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन गर्न मस्यौदा समिति बनाएको थियो। मस्यौदा समितिले मस्यौदा तयार पारेर केन्द्रीय समितिमा पेश गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार विधान संशोधनका 2 आधार छन्। पहिलो, निर्वाचन अघि विभिन्न पक्षसँग गरिएको सहमति, दोस्रो, विद्यमान विधान कार्यान्वयनका क्रममा देखिएका अप्ठ्यारो। विधान संशोधन मस्यौदाले रासोपाको राजनैतिक दृष्टिकोणलाई थप स्पष्ट पार्ने र संगठन सञ्चालनको आगामी बाटो पहिल्याउने काम गरेको सहमहामन्त्री विपिन आचार्य बताउँछन्। महाधिवेशन अघि यो मस्यौदालाई केन्द्रीय समितिले पारित गर्नेछ र केन्द्रीय समितिले महाधिवेशनमा पेश गर्नेछ। महाधिवेशनले पारित गरेपछि संशोधित विधान लागू हुनेछ र सोही अनुसार नयाँ नेतृत्व चयन गरिनेछ। पार्टीको तल्लो तहदेखि सबैभन्दा माथिल्लो तहसम्म नेतृत्व चयनसँगै पार्टीको वैचारिक आधार, निर्देशक सिद्धान्तसँगै पार्टीले अवलम्बन गर्दै आइरहेका विषयहरूलाई पनि विधानले मूर्त रूप दिनेछ। वैचारिक आधार र निर्देशक सिद्धान्त, केही पुराना दलले रासोपालाई विचार सिद्धान्त केही नभएको भनेर खिसिट्युरी गर्ने गरेका छन्। रासोपाले जलेश्वर बैठकबाट नै आफ्नो वैचारिक दृष्टिकोण स्पष्ट पारिसकेको हो। अहिले विधानबाट त्यसलाई थप स्पष्ट पार्ने तयारी रासोपाले गरेको छ। रासोपाले वैचारिक दृष्टिकोणमा पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासन, सामाजिक न्याय र उदार अर्थतन्त्र, संवैधानिक समाजवाद, समन्यायिक समावेशिता, योग्यता, सुशासन र सदाचार, सनातन सभ्यता र सांस्कृतिक सहअस्तित्वलाई जोड दिने मस्यौदा समितिका एक सदस्यले बताए। परिवारवाद र नातावाद पूर्ण निषेध, यसअघिको विधानमा जस्तै परिवारवाद र नातावादलाई पूर्ण निषेध गर्ने रासोपाको तयारी छ। पार्टीमा एकै परिवारका 1 जना भन्दा बढी सदस्य, पार्टीको कुनै समान तहको समिति, विभाग, आयोग वा संयन्त्रमा नियुक्ति, मनोनित वा निर्वाचित हुन नपाउने प्रस्ताव गरिएको छ। यसैगरी पार्टीको केन्द्रीय निकाय र प्रदेश निकायका सदस्यको परिवारबाट पार्टीको कुनै पनि निकाय वा पार्टीको तर्फबाट राज्यका कुनै पनि निकायमा नियुक्तिका लागि सिफारिस वा मनोनित नगरिने व्यवस्था उल्लेख गर्ने तयारी छ। परिवारका सदस्यभित्र पति, पत्नी, बाबुआमा, सौतेनी बुवा, सौतेनी आमा, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, नाति नातिना, बाजे बजै, ठुलो बुवा, ठुली आमा, काका काकी, फुपू, मामा, जेठान जेठानी, जेठी सासू, देवर, नन्द, साला, साली र निजहरूका पति वा पत्नी समेतलाई राखिने रासोपा स्रोतको दाबी छ। तीनै तहको उम्मेदवार छान्न प्राइमरी इलेक्सन, रासोपाले डे 1 देखि नै उम्मेदवार छान्न प्राइमरी इलेक्सन गर्ने बताउँदै आइरहेको छ। अहिले आफ्नो विधानबाटै रासोपाले सङ्घ, प्रदेश र स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्न प्राइमरी इलेक्सनलाई बाध्यकारी बनाउँदैछ। पार्टीको तर्फबाट उम्मेदवार तय गर्दा सम्बन्धित निर्वाचन क्षेत्रका साधारण सदस्यहरूले प्रारम्भिक निर्वाचन मार्फत प्रत्यक्ष मतदान गर्ने व्यवस्थालाई हरेक उम्मेदवार छनौट प्रक्रियामा बाध्यकारी बनाउने तयारी छ। स्वार्थको द्वन्द्व निषेध, रासोपाले स्वार्थको द्वन्द्व हुने गरी कुनै पनि सदस्यलाई जिम्मेवारी नदिने व्यवस्था विधानमै गर्न खोजेको छ। यो व्यवस्था अनुसार कुनै पनि व्यक्तिले राज्य वा पार्टीको जुन निकाय वा क्षेत्रमा आफ्नो प्रत्यक्ष निजी व्यापार, व्यवसाय वा आर्थिक स्वार्थ जोडिएको छ, सोही क्षेत्रको नीति निर्माण गर्ने संसदीय समिति, मन्त्रालय वा पार्टीको विभागमा जिम्मेवारी लिन पाउने छैनन्। यसैगरी पार्टीभित्र जिम्मेवारी, अवसर र पदोन्नति वितरण गर्दा नाता, कृपा वा पहुँचलाई नभई व्यक्तिको सक्षमता र कार्यसम्पादनलाई मुख्य आधार मान्ने रासोपाको तयारी छ। सभापतिदेखि सांसदसम्म फिर्ता बोलाउन सक्ने, रासोपाले पैरवी गर्दै आइरहेको विषय हो राइट टु रिकल अर्थात् प्रत्याह्वान।
नयाँ विधानमा राष्ट्रपाले पार्टी सभापतिदेखि पदाधिकारी र निर्वाचित सांसदसम्मलाई फिर्ता बोलाउन सकिने व्यवस्था गर्न खोजेको छ। पार्टीको तर्फबाट निर्वाचित कुनै पनि जनप्रतिनिधि वा पार्टीको कार्यकारी पदमा रहेको व्यक्तिले पदीय दायित्व पूरा नगरेमा निजको कार्यकाल सकिनु अगावै सम्बन्धित मतदाता वा पार्टी सदस्यहरूले विधानमा तोकिएको प्रक्रिया पूरा गरी पदबाट फिर्ता बोलाउन सक्ने व्यवस्था विधानको मस्यौदामा उल्लेख गरिएको एक नेताले बताएका छन्। पार्टी नेतृत्वमा बढीमा 2 कार्यकाल। रासोपाले पार्टीको कार्यकारी पदमा लगातार 2 कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गर्न खोजेको छ। नेपाली राजनीतिमा एउटै व्यक्ति आजीवन पदमा रहिरहने प्रवृत्ति मौलाएका बेला रासोपाले व्यक्ति होइन पदलाई प्रणालीमा हटाउन लागेको हो। पार्टीमा नेतृत्वको एकाधिकार तोड्न र पुस्तान्तरणलाई स्वाभाविक प्रक्रिया बनाउन पार्टीको कुनै पनि कार्यकारी पदमा एउटै व्यक्ति लगातार 2 कार्यकाल भन्दा बढी निर्वाचित वा मनोनित हुन नपाउने प्रस्ताव गर्न खोजिएको पनि नेताहरूले बताएका छन्। त्यस्तै पार्टीका सम्पूर्ण तहका समिति, विभाग र निकायहरूमा कम्तीमा 33% महिला र कम्तीमा 33% युवाको अर्थपूर्ण प्रतिनिधित्व अनिवार्य गर्ने व्यवस्था पनि विधानमा समावेश गर्ने तयारी छ। समानुपातिक सांसद एक पटक मात्रै। रासोपाले समानुपातिक सांसद एक पटक मात्रै बनाउने गरी एक व्यक्ति एक अवसरको नीति लिँदै आएको छ। राज्यको पिँधमा रहेका सीमान्तकृत र अल्पसंख्यक समुदायलाई नेतृत्वमा ल्याउन समावेशिताको सिद्धान्त अपनाइने तर समानुपातिक प्रतिनिधित्वको अवसर वितरण गर्दा सीमित व्यक्तिको कब्जाबाट मुक्त राख्न एक व्यक्ति एक पटक मात्रको नीति विधानमै राख्ने तयारी छ। अपारदर्शी चन्दा निषेध। रासोपाले राजनीतिक रूपमा अपारदर्शी रूपमा व्यापारी र स्वार्थ समूहबाट चन्दा नलिने घोषणा गरिसकेको छ। अब यसलाई विधानमै उल्लेख गर्ने तयारी छ। पार्टी सञ्चालनमा आम नागरिकको योगदान र ब्याङ्किङ डिजिटल प्रणालीबाट मात्र गरिने प्रस्ताव पनि रासोपा महाधिवेशनमा जाँदैछ। भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्ने। रासोपाले पार्टीको उद्देश्य तथा कार्यक्रममा राजनीतिलाई सुसंस्कृत, मूल्य मान्यतामा आधारित र पूर्ण रूपमा जवाफदेही बनाउने, विधिमा आधारित असल शासन मार्फत भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै राज्यका सबै तहमा उत्तरदायी र लोक कल्याणकारी राज्यको व्यवस्था सुनिश्चित गर्ने प्रमुख मुद्दाका रूपमा राख्दै आएको छ। समृद्धिका लक्ष्यहरू हासिल गर्ने, सामाजिक सद्भाव र सहअस्तित्वलाई सुदृढ गर्ने, असंलग्न, स्वतन्त्र र सन्तुलित कूटनीति सञ्चालन गर्ने उद्देश्य पनि रासोपाले महाधिवेशनबाट तय गर्दैछ। बाचापत्र कार्यान्वयनको अडिट गर्ने। रासोपाले निर्वाचनमा गरेको बाचापत्रको हरेक वर्ष जनता समक्ष अडिट गर्ने व्यवस्था विधानमै गर्दैछ। पार्टीको तर्फबाट निर्वाचित जुनसुकै तहको सरकार वा जनप्रतिनिधिको मुख्य कार्यभार बाचापत्रको कार्यान्वयन गर्नुहुने र बाचापत्रको कार्यान्वयनको अवस्थाबारे पार्टीले हरेक वर्ष आम नागरिक समक्ष सार्वजनिक परीक्षण गराउने भन्ने व्यवस्था विधानमा राख्ने तयारी छ। 4 प्रकारका सदस्य। रासोपाले नागरिकको अवस्था हेरी 4 प्रकारको सदस्यता प्रदान गर्ने व्यवस्था विधानमा गर्दैछ। साधारण सदस्य, सक्रिय सदस्य, आजीवन सदस्य र मानार्थ सदस्यको व्यवस्था गर्न खोजेको रासोपाले यी सदस्यका लागि छुट्टा छुट्टै मापदण्ड पनि बनाउँदैछ। सदस्य बन्न 7 वटा शर्त। विधान मस्यौदा समितिका एक सदस्यका अनुसार रासोपाको सदस्य बन्न 7 वटा शर्त पूरा गरेको हुनुपर्छ। पहिलो, 18 वर्ष उमेर पुगेको। दोस्रो, भ्रष्टाचार, यौनजन्य कसुर, मानव बेचबिखन तथा ओसार पसार, अवैध लागू औषध कारोबार, सम्पत्ति शुद्धिकरण, अपहरण, ज्यान सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी ठहर नभएको। तेस्रो, मानसिक सन्तुलन ठिक भएको, तिनै तहका सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको, अन्य राजनीतिक पार्टीको सदस्य नभएको वा सदस्यता त्याग गरेको लगायत हुनुपर्नेछ। केन्द्रीय सभापतिको उम्मेद्वार बन्न शर्त। रासोपाले केन्द्रीय सभापतिको उम्मेद्वार बन्न पार्टीको एक कार्यकाल केन्द्रीय समितिको सदस्य भई काम गरिसकेको हुनुपर्ने योग्यता राख्दैछ। सभापतिमा सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुने र कम्तीमा 10% मत ल्याउने प्रतिद्वन्दी स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था पनि विधानमा उल्लेख गर्ने तयारी छ। केन्द्रीय समितिको आकार बढ्यो। रासोपाले आगामी महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। यसअघि 121 सदस्य रहेको केन्द्रीय समिति अब 136 सदस्य हुने प्रस्ताव महाधिवेशनमा गरिँदैछ। पार्टीको सर्वोच्च कार्यकारी निकायका रूपमा रहने 136 सदस्यीय केन्द्रीय समितिमा राष्ट्रिय महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित सभापति 1 जना, महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य 49 जना, सभापतिबाट मनोनित 29 जना, पदेन केन्द्रीय सदस्य प्रदेश सभापतिहरू 7 जना रहने प्रस्ताव महाधिवेशनमा पेश हुनेछ।
निर्वाचित 79 केन्द्रीय सदस्य पदलाई 64 राष्ट्रिय सिट र 35 प्रदेशगत सिटमा विभाजन गर्ने, प्रदेशगत केन्द्रीय सदस्य निर्वाचित हुनेले पदाधिकारीमा लड्न नपाउने, 79 केन्द्रीय सदस्यमा 33% अर्थात् 33 जना महिला हुनै पर्ने व्यवस्था राख्ने तयारी छ। मस्यौदा समितिका अनुसार प्रदेशतर्फबाट 12 र राष्ट्रियबाट 21 महिलाको प्रतिनिधित्व अनिवार्य गरिनेछ। पदाधिकारीको संख्या बढ्दै। राष्ट्रपालले विधान मार्फत केन्द्रीय समितिमा पदाधिकारीको संख्या बढाउँदैछ। अब सभापति सहित कुल 16 जना पदाधिकारी रहने प्रस्ताव गरिँदैछ। सभापति 1 जना, उपसभापति 2 खुला र 1 महिला 3 जना, महामन्त्री 2 जना, सहमहामन्त्री 3 खुला र 1 महिला गरी 4 जना, प्रवक्ता 1 जना, सहप्रवक्ता 3 जना, कोषाध्यक्ष 1 जना, सहकोषाध्यक्ष 1 जना रहने प्रस्ताव गरिँदैछ। प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी 6 जना पदाधिकारी सभापतिले समावेशी सिद्धान्त र सक्षमतालाई ध्यानमा राखी चयन गर्ने र केन्द्रीय समितिको कार्यकाल 5 वर्षको हुने प्रावधान पनि विधानमा राख्ने तयारी छ। पार्टी सचिवालय। राष्ट्रपालले विधानमा पार्टीको दैनिक कार्य सञ्चालन गर्न, तत्काल आइपर्ने राजनीतिक तथा साङ्गठनिक विषयमा द्रुत निर्णय लिन र केन्द्रीय समितिका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन पार्टीमा एक उच्चस्तरीय कार्यकारी संयन्त्रका रूपमा पार्टी सभापतिको नेतृत्वमा बढीमा 25 सदस्यीय पार्टी सचिवालय गठन हुने व्यवस्था विधानमा गरिँदैछ। सचिवालयमा उपसभापति 3, महामन्त्री 2, सहमहामन्त्री 4 अनिवार्य पदेन सदस्यका रूपमा रहने र बाँकी 15 सदस्यहरू सभापतिले केन्द्रीय समितिका सदस्यहरू मध्येबाट आवश्यकता, समावेशिता र सक्षमताका आधारमा मनोनित गर्ने व्यवस्था मस्यौदा समितिले प्रस्ताव गरेको छ। प्रदेश समिति। प्रदेश समितिमा 8 पदाधिकारी हुने व्यवस्था विधानमा गर्न खोजिएको छ। यस व्यवस्था अनुसार सभापति 1, उपसभापति 2, महामन्त्री 1 जना, सहमहामन्त्री खुला र 1 महिला गरी 2 जना, कोषाध्यक्ष 1 जना, प्रवक्ता 1 जना मनोनित रहनेछन्। यसैगरी गणितीय आधारमा प्रदेश समितिको आकार तय गर्न प्रस्ताव गरिँदैछ। कोशी 61, मधेस 59, बागमती 65, गण्डकी 47, लुम्बिनी 57, कर्णाली 41, सुदूरपश्चिम प्रदेश समिति 43 सदस्यीय रहने प्रस्ताव मस्यौदामा समावेश छ। प्रदेश समितिमा जिल्ला सभापतिहरू स्वतः पदेन सदस्य रहने व्यवस्था पनि गरिँदैछ। प्रदेश समितिमा 13 सदस्यीय प्रदेश सचिवालय रहने र प्रदेश सचिवालयमा प्रदेशका 8 पदाधिकारी र 5 जना मनोनित हुने व्यवस्था गर्न खोजिँदैछ। त्यस्तै केन्द्रीय सचिवालयबाट प्रत्येक प्रदेशका लागि 1 जना प्रदेश इन्चार्ज तोक्ने व्यवस्था पनि विधानमा राख्ने तयारी छ। यस्तो बन्नेछन् जिल्ला र अन्य समिति। राष्ट्रसभाको विधान अनुसार पार्टीको जिल्ला समितिमा सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष गरी 5 पदाधिकारी रहने व्यवस्था गरिएको छ। पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण पालिका, नगर गाउँपालिका सभापतिहरू जिल्ला समितिका स्वतः पदेन सदस्य हुनेछन्। जिल्ला सभापतिले केही सदस्य मनोनित गर्न पाउने अधिकार पनि विधानले प्रत्यायोजित गर्ने गरेको छ। 165 वटै निर्वाचन क्षेत्रमा पार्टीको निर्वाचन क्षेत्र समिति रहनेछन्। जिल्ला समितिले सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला समितिका सदस्यको संयोजकत्वमा 7 सदस्यीय निर्वाचन क्षेत्र समिति गठन हुनेछ। समितिमा संयोजक 1, उपसंयोजक 2, सचिव 1 र सदस्य 3 जना रहनेछन्। एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा जिल्ला समितिले नै निर्वाचन क्षेत्र समितिको सम्पूर्ण कार्यभार सम्हाल्ने व्यवस्था विधानमा राखिँदैछ। त्यस्तै पार्टीको गाउँपालिका समिति 4 निर्वाचित पदाधिकारी, 5 निर्वाचित सदस्य र 2 मनोनित गरी 11 सदस्यीय हुनेछ। नगरपालिका समिति 4 निर्वाचित पदाधिकारी, 9 निर्वाचित सदस्य र 2 मनोनित गरी 15 सदस्यीय हुनेछ। उपमहानगरपालिका समिति 4 निर्वाचित पदाधिकारी, 15 निर्वाचित सदस्य र 2 मनोनित गरी 21 सदस्यीय हुनेछ। महानगरपालिका समिति 4 निर्वाचित पदाधिकारी, 19 निर्वाचित सदस्य र 2 मनोनित गरी 25 सदस्य हुने व्यवस्था गर्न पनि विधान मस्यौदामा प्रस्ताव गरिएको छ। सबै वडा समितिका सभापतिहरू पालिका समितिका पदेन सदस्य हुनेछन्। साथै पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पनि पालिका समितिका स्थायी आमन्त्रित सदस्य हुने व्यवस्था विधानमा राखिँदैछ। नयाँ विधानमा वडा समितिको आकार, भूगोल र आवश्यकताका आधारमा न्यूनतम 3 देखि अधिकतम 11 सदस्यसम्म हुने व्यवस्था गरिँदैछ। 11 सदस्यीय समिति हुँदा सभापति, उपसभापति, सचिव र 6 जना सदस्य हुनेछन्। विधान मस्यौदा कार्यदलले तयार पारेको प्रतिवेदनमा वडा समितिको मातहतमा रहने गरी प्रत्येक मतदान केन्द्रमा 5 सदस्यीय बुथ समिति र पार्टीको सबैभन्दा तल्लो आधारभूत एकाइका रूपमा प्रत्येक टोल वा बस्तीमा 1 टोल समिति गठन गरिने व्यवस्था पनि समावेश गरिएको छ। टोल समिति 3 देखि 5 सदस्य हुने भनिएको छ। सल्लाहकार परिषद। पार्टीको नीति निर्माणमा विज्ञहरूको बौद्धिक राय समावेश गर्न र वैचारिक मार्गदर्शन प्राप्त गर्न पार्टीका विभिन्न तहमा सल्लाहकार परिषद गठन गर्ने व्यवस्था विधानमा गर्न खोजिएको छ। केन्द्रमा केन्द्रीय समितिले आफ्नो कुल सदस्य संख्याको 1/3 नबढ्ने गरी राष्ट्रिय स्तरका विज्ञ तथा अग्रजहरू सम्मिलित केन्द्रीय सल्लाहकार परिषद गठन गर्न सक्नेछ। अन्य सबै तहका समितिहरूले पनि आफ्नो कार्यक्षेत्रभित्र आवश्यकता अनुसार सल्लाहकार समिति गठन गर्न सक्नेछन्।